नमस्कार सबैजनालाई। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। आज चाहिँ भ्लग नभएर आज चाहिँ छिट्टै खालको भिडियो हुनेवाला छ। सो हेरेर साथ दिनु होला अन्तिमसम्म। अनि भिडियो चाहिँ केको बारेमा हुँदैछ भनेर युट्युबको थम्बनेल र युट्युबको टाइटल हेरेर थाहा पाइसक्नु भयो भिडियो चाहिँ केको बारेमा हुन्छ भनेर। सो आज चाहिँ हामी नेपाल र कोरिया बीचमा कुन कुरामा सस्तो छ र कुन कुराहरू महँगो छ, कुन चीज किन्दा सस्तो कुन चीज किन्दा महँगो छ भन्ने कुराहरू छ भिडियोमा है। अनि कोरियामा चाहिँ लास्टै महँगो छ कि सबैभन्दा ठुलो कुरो चाहिँ यो यस्तो महँगो छ। तरकारी र फलफुलमा त यस्तो बवाल महँगो, तर हुन्छ नि त अरू केही चिजमा है सस्तो पनि छ। त्यो मात्र नभएर जो नेपालको तुलनामा चाहिँ तरकारी र फलफुलमा चाहिँ लास्टै महँगो छ कि। सो बाँकी भिडियो चाहिँ मार्टको छ है। सो मार्टभित्रको सानो सानो क्लिपहरू छ, त्यो अन्त्यसम्म हेर्नु। अनि त्यसपछि फेरि हामी भेट्नेछौँ। सो ट्याक्क आयो है। अब किन 39 सयको कपी रातिको चाहिँदा पाउँछ नि। अनि त्यहाँबाट हाल्नु न खुर्सानी 2900 3000को खुर्सानी। अनि मैले गफ खाएँ च्याउ त्यहाँ पाइन्छ कि यो त हाल्नु नि त्यहाँबाट त्यतिबाट हाल्नु न। 5500 को टमाटर हजुर प्याज ल्या 100 ग्रामको 530 रुपियाँको आलु हाल्दै हुनुहुन्छ हाम्रो लाल दाइले। लाल त हेर्नु जय हिन्द दोस्तों। हेलो भाइ त्यति हाल्नु हजुर त्यति हाल्नु कि भाइ त्यति अर्को हप्ताले फेरि लगिहालिन्छ नि फेरि। यो 9000 को केरा डङ्गो हो स्याउमा। तपाईँलाई त्यो चिकनको सेक्सन यहाँ सबै गाईको गोरुको, तर यहाँ चाहिँ चिकन कतिको अरे 7000 को चिकन हाल्नु न निकालेर तान्नु न यता तान्नु भनेको। 7500 को चिकन एउटै हो। डेट हेरौँ न। ओके गाइस है मार्च चाहिँ लास्टै महँगो छ त्यतिरको मार्च चाहिँ लास्टै। अनि अलि ठुलो हाल्नु न। त्यो कुन्नाको हाल्नु न। त्यो ओके हाल्नु भने यो अलि धेरै छ नि त। अनि उही त अरे लास्टै महँगो हो। अब हामी यहाँको सस्तो भनेको सस्तो चिजहरू देखाउँछु ल म। अब सब यो सस्तो हो यो हजुर के अरे यहाँको सस्तो चिज भनेको आइसक्यो ल। सुल मात्र हो यहाँको सस्तो भनेको। झ्याट्ट लाएर कुन लाउने तपाईँ? ए यो ठुल्ले हान्दिनु कि त्यो होइन माकल्ली सस्तो भनेको यही मात्र यहाँको। यी कि यहाँ खाएर यो त अनि माकल्ली साल माकल्ली अनि सालमा तलले ओके गाइस ए सस्तो चिज भनेको यहाँ सबभन्दा महँगो चिज भनेको यो हो। 3टा स्याउको 8500 चावडा 2टा स्याउको। अङ्गुर पनि ए 10000 यति अङ्गुरको 10536। लास्टै महँगो हो। कति महँगो छ कति महँगो छ। केरा त झन् छुनै सकिँदैन हेर्नुहोस्। यहाँको सबभन्दा महँगो भनेकै केरा स्याउ फलफुलहरूमा बास सामान यही है। बाँकी बिल चाहिँ कति आएर दिएछ नि त लास्टमा 46040। यति महँगो छ नि 10वटा सामान ल्या। ब्याङ्क चाहिँ यो हाम्रो आइबिके ब्याङ्क हो। दाईको खातामा कति छ अरे दाई भनिदिनु एकचोटि। बहुत पैसा है अपने पास, तिजोरियां भर रही हैं। इतना पैसा है कि खत्म ही नहीं हो रहा। आज ही मैं 25 करोड़ रुपए लेके निकला था मार्केट में खर्च करने के लिए। साला बहुत ज्यादा मेहनत करने के बाद भी 16 करोड़ रुपए खर्च हुए हैं। 9 करोड़ रुपए अभी भी बचे हैं। 1,17,000 थियो कति होला अब लगभग 20 लाख 20 लाख। एक महिनाको स्यालेरी दाइले भन्दै हुनुहुन्छ हिसाब गर्दै हुनुहुन्छ टक्क लाएर 20 लाख 40 45 भयो जस्तो छ होला हो। हेर्नु भयो नि कस्तो लाग्यो भिडियो?
कस्तो लाग्छ यदि सल्लाह सुझाव प्रतिक्रिया दिने होला। अनि तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ, कतिको महँगो छ भनेर चाहिँ यसो कमेन्ट गर्नुहोस् है। जे होस् कमेन्ट हान्नु पऱ्यो नि त गाइज। कस्तो लाग्छ तपाईँहरू त्यही अनुसारले कमेन्ट गर्नु, सस्तो छ कि महँगो छ भनेर। यो चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भनेपछि महँगै छ जस्तो लाग्छ कि, किनकि नेपालमा 10 रुपियाँ पर्ने चिज यहाँ 1000, नेपाली 100 रुपियाँ पर्छ। यहाँ 30 रुपियाँ पर्ने चिज, नेपालमा 30 रुपियाँ पर्ने चिज यहाँ 3000 मतलब 300 पर्छ। त्यही हो। अनि महँगो कतिको छ भनेपछि आफै बुझ्नुहोस्। अब कोही कुराहरू त डबल नै छ कि। अनि तरकारीहरू भयो, हिजो ल्याएको यो बिल हो, यो बिलमा पनि हेर्न सक्नुहुन्छ होइन। 3000 को खुर्सानी नेपालमा 10 रुपियाँ 20 रुपियाँ आउँछ नि त्यो खुर्सानी, तर यहाँ 3000 मतलब 300 रुपियाँ पर्छ नेपाली। यो बिलमा हेर्नुहोस् है खुर्सानी। अनि त्यो गाजर 2वटा गाजरको 1500। नेपालमा 1 केजी गाजरलाई 45 रुपियाँ 70 रुपियाँमा पाउँछ नि, यहाँ 150 पर्छ क्या। त्यस्तो नेपालको तुलनामा। अब नेपालको तुलनामा गर्नु नि भएन, किनकि यो विकसित देश हो होइन। नेपालमा धेरै विकसित छ। विकसित देशहरूमा झन् सस्तो हुनुपर्ने नि त, अनि किन महँगो छ त्यही गाइज। अब फलफुलमा र फलफुल त छुन सकिँदैन। 2वटा स्याउको 10,000 पर्छ गाइज, नेपाली 1000 रुपियाँ। कसरी खान सकिन्छ त? यार मैले स्याउ चाहिँ किन्दैन। केरा हेर्नुभयो नि, केरा खाइन्छ होइन, 700 800 पर्छ कि नेपाली 700 800, यहाँको 7000 8000 एउटा 1 दर्जन केराको भनेपछि कति महँगो छ कि नेपालमा। अझ काठमाडौँमा त साँझ पऱ्यो भने त 100 रुपियाँ 2 दर्जन केरा, यहाँ कति महँगो छ। यो बिल पनि हेर्नु होला। त्यही हो, अन्तिमसम्म हेरेर साथ दिनुभयो। त्यही धेरै लामो चाहिँ भिडियो बनाउन चाहँदैन, किनकि अन्तिमसम्म नै हेर्नु हुँदैन तपाईँहरूले। जो यहाँसम्म हेरेर साथ दिनुभयो उहाँलाई चाहिँ मनैदेखि धन्यवाद। सो बाँकी भिडियो चाहिँ अर्को भिडियोमा भेटौँला। कुन बारेमा भिडियो लिम अर्को यसो सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नु होला। जो महँगो र सस्तोको कुरा त्यस्तै हो गाइज। आफ्नो स्वास्थ्य चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ। त्यही हो, महँगो पनि महँगै छ। अब त्यही अनुसारले आफूले बाँच्नु पऱ्यो, पैसा नि जोगाउनु पऱ्यो। त्यही हो। जतिले पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुभयो, मेरो भिडियोलाई हेर्नुभयो, उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद मनैदेखि नै है। जतिजना नयाँ हुनुहुन्छ उहाँले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन पनि अन गर्नु होला, कि मैले भिडियो हाल्दा तपाईँको टाइममा तपाईँको सामु आइपुगोस्। सो आजलाई यति नै। हस् त, धन्यवाद।